होइन हौ, यो पिलिक पिलिक बत्ती जाने समस्या हाम्रोतिर मात्र हो कि तपाईँहरूतिर पनि छ हौ साथीहरू? यो बत्तीलाई के भएको हो कि साथीहरू? आँखा झिम्काको झिम्का गर्छ त हाम्रोतिर त। अब भनौँ भने हर्केको साइड रहेछन् माटेहरू भन्छन् होला। अब नभनौँ भने खोइ कसलाई भन्ने। आजभोलि त राई मतले भन्ने बित्तिकै यिनीहरू त माटे पो रहेछन्, हर्केको समर्थक भन्छन्। म चाहिँ फेरि कसैको पनि समर्थक होइन है साथीहरू, न हर्के न घन्टे। मलाई चाहिँ राजनीति भनेपछि चाहिँ कागलाई बेल पाएको हर्सन बिचमा हो कि बालै लाग्दैन के बाल गर्नु? यहाँ आफ्नै जिन्दगी लथालिङ्ग भएको छ, के गर्ने कसो गर्ने थाहा छैन। आज जुन जोगी आए पनि कानै चिरेको त हो नि। जतिसुकै नेता फेरिए पनि, जतिसुकै विकास भए पनि हाम्रो गाउँतिर विकट ठाउँतिर त्यस्तै नै हो। नेपाल विकास नभएको देश भन्न मिल्दैन। अब अरू देशसँग तुलना गर्नु हो भने चाहिँ नेपाल केही विकास भएकै होइन। तर अब हाम्रो देशको स्थिति अनुसार चाहिँ विकास नभएको होइन, भएकै छ। तर विकास भनेको चाहिँ कहाँ हुन्छ भने जहाँ चाहिँ सहर बजार नेताको घर नेताको ठाउँतिर मात्रै हो प्रशस्त। हाम्रो जस्तो गाउँ घर विकट ठाउँतिर त जस्ताको तस्तै नै हो। अलिअलि विकासले मुख फेर्न खोज्छ, अलिअलि बजेट आउँछ गाउँको लागि, केही विकासको लागि। बजेट गाउँसम्म आइपुग्दा नपुग्दै उतै मिलिजुली सरकार भएर हातेमालो गरेर समन्वय गरेर खुरापातीहरूले लप्पै पारिहाल्छन्। 1 करोडको बजेट परेको छ भने 50-60 हजारको काम गर्छन् होइन। अनि अरू चाहिँ मिलिजुली सबै भएर लप्पै खान्छन् आफ्नो खातामा होइन। अनि त्यस्तो पाराले त गाउँमा कसरी विकास हुन्छ के? सुन्दा नमिठो तितो लाग्ला, तर यही सत्य हो कि, यही यथार्थ हो कि। अस्ति एकजना नेताजीको भाषण सुनिरहेको थिएँ। उहाँ चाहिँ ठुलै पदको नेता हुनुहुन्थ्यो। उहाँले चाहिँ प्रदेश सभा किन बनेका नानीहरू 7 प्रदेश किन छुट्याएको तिमीहरूलाई थाहा छ भनेर सोध्नुभयो। किन भनेर सोद्धाखेरि त प्रदेशमा शासन गर्न सजिलो होस्, सहज होस् भनेर अरे।